हेलो एभ्रिवान वेलकम टु नेटबल। आज हामी डोना थापा मगरको केही उत्कृष्ट खेलको क्लिप्सहरू हेर्नेछौँ। साथीहरू, हजुरहरूलाई डोना थापा मगर कस्तो लाग्छ? मलाई त डोना थापा नेपालको एक उत्कृष्ट खेलाडी जस्तो लाग्छ। तर पनि उनी बेला बेलामा विवादमा आइरहेका हुन्छन्। अहिले पनि उनको दाजुभाइको कुरालाई लिएर सामाजिक सञ्जाल तातिरहेको छ। यो मेरो भिडियोको मुख्य उद्देश्य भनेको नै हजुरहरूमाझ डोना थापा मगर कस्तो खेलाडी हुन् त भनेर चिनाउनको लागि हो। हजुरहरूले पनि यो पछिको क्लिप्सहरू हेरेर डोना थापा मगर कस्तो खालको खेलाडी हो भनेर अनुमान लगाउन सक्नुहुन्छ। हजुरहरूलाई चक्लेटी बोय डोना थापा मगर मन पर्छ भने कमेन्ट गर्नु होला। ल अब गेम सुरु गरौँ है त, हेरौँ। डोना थापा मगर ओए खतरा छक्काइदियो। सही हो। डोना थापा मगर ए भेट्यो डोना आइसक्यो। ओ माई गड, सर्ट चाहिँ राम्रो हान्यो। यो चाहिँ खतरा हान्यो। ल यो चाहिँ खतरा एसिस्ट यार। मेरो लागि चाहिँ फेरि गोल हान्यो भन्दा पनि एसिस्ट दिने मान्छे चाहिँ खतरा हो क्या। ओए यसलाई खतरा छल्लाइदिरहेको रहेछ, लडाइदिरहेको रहेछ। ल अर्को नि आयो, यसलाई पनि लडाइदिन्छ कि होइन? लडाएन, गयो। ए छक्काउनीको रहेछ। ओए खतरा हान्यो है। चाहिँ स्किल पनि देखाउँछ है डोना थापा मगरलाई। हेर्नु कस्तो छ। खतरा। हजुरहरूलाई डोना थापा मगर कस्तो लाग्छ कमेन्ट गर्नु होला है। साथीहरू प्लिज सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। र अरू पनि हेरौँ के छ। कर्नर हान्दैछ। ल मा कर्नरबाटै गोल हान्दियो क्या, खतरा हान्दियो यार। ओ नेपालमा भिआर हेर्नु भयो त गोल हुन्थ्यो होला। फ्री किक पनि गोल। फ्री किक गोल खतरा हान्यो है। खतरा हान्यो हो। ल हाम्रो देशमा फुटबल बिग्रिनुको कारण यो माथि जो देख्छ तिनीहरू नै हो है। पेनाल्टी हान्दै डोना थापा मगर नेपाल र इन्डियाको म्याच। हामी नेपालीहरूलाई चाहिँ फेरि इन्डियासँग म्याच पर्दाखेरि चाहिँ वर्ल्ड कपको फाइनल परे जस्तो हुन्छ क्या। हामीलाई चाहिँ त्यस्तो फिल हुन्छ होइन। इन्डिया चाहिँ हाम्रो एकदम प्रतिद्वन्दी नै जस्तो लाग्छ क्या। हेर उठेर ताली बजा, लाज छैन मान्छेहरू, के गर्नु। ए गोल हान्थ्यो डोना थापा मगरले। गोल हान्यो। इन्डियातिरको गेम जस्तो छ। पन्जाबी पनि रहेछ एउटा, इन्डियातिरकै गेम रहेछ। पन्जाबीले जे होस् राम्रो पास तयार रहेछ एउटा। ओए खतरा माथि टुक्का हान्दिरा, खतरा हान्यो। ल हस्, थ्याङ्क यू एभ्रिवान फर वाचिङ। राम्रो लाग्यो नलागेको प्रतिक्रिया अवश्य दिनुहोला। बाई बाई।